Hi guys, welcome to my mini vlog. No vlog. It's me Chahana Magar अनि आज चाहिँ डे 2 है गाइज हाम्रो चाहिँ खर काट्न जाने हाम्रो जनताहरु यहाँ धेरै केटा आयो त ओ अभिषेक यिनीहरुले इग्नोर हाने गरेको नहेर्ने अरे गाइज अनि हामी चाहिँ जाँदै छौं अब फेरि खर काटेर आउनु पर्ने हुन्छ हामीले हिजो जति नै अनि त्यसपछि के हुन्छ हेरौं जाँदै छौं अब पानी पर्ला जस्तो हिजो जस्तै पानीले कुटेर हरर दगुर्दै आउनु पर्यो त टेन्सन हेर्दै गर्नु होला स्टे ट्युन गाइज हाम्रो ग्याङहरु त देख्न सक्नुहुन्छ अनि त्यसपछि यिनीहरुलाई लिएर म चाहिँ जाँदै छु यहाँनिर आज मैले सर्ट त केही ल्याएन म आज काम गर्छु त्यही गर्नु होला गाइज यिनीहरुको गफ गाफ यस्तै हो फेरि हैन गाइज यस्तो छ जिन्दगीको गोरेटोमा म यिनीहरुले एउटा कुरा भन्दैछु गाइज सुन न ओइ हैन यत्रो डोरी काटिम हैन लास्टमा ओइ सुन लास्टमा हैन डोरी निकालेर खर निकालेर हाम्रो सुँगुरको खर छाउने त्यो भनेको एउटा लोजिक हो क्या गाइज हामी चाहिँ आज अर्कैतिर जाँदैछौँ गाइज बास चाहिँ दाउरा होला हैन अर्कै ठाउँतिर बास होइन बास फिल्डमै चाहिन्छ तिमीहरूलाई बल खुलायो भने चाहिन्छ नि त हाम्रो टोलीहरू यहाँ बसिरहेछन् गाइज अनि म चाहिँ दिदी घरमा आइसकेको छु अब हामी यहाँनिर दिदी घरमा मेरो क्यामेरा के भएछ अनि त्यसपछि हामी चाहिँ माथि जानुपर्ने हुन्छ काट्नुलाई अनि यहाँनिर साग रोपेको रहेछ गाइज मैले अस्ति दिन पठाइदिएको थिएँ अनि हाम्रो टोलीहरू चाहिँ यहाँनिर सरर लाएर सबैजना हिँड्दैछ हाम्रो टोलीहरू चाहिँ लहरै लाएर हिँड्दैछ अब यिनीहरूले लड्यो यहाँनिर अनि त्यसपछि यता पनि आउँदैछ हाम्रो युवाको पनि अलिक मा युवा प्रोम्याक्स युवा हामी चाहिँ युवा भयौँ पसिना देख्न सक्नुहुन्छ गाइज दसैँमा रमाइलो गर्दैछ कहाँ पाइन्छ त अनि 3टा मुठा काटिसक्यो अनि हाम्रो युवाहरूले काट्दैछन् एकजना हाम्रो मा युवा उता हुनुहुन्छ प्रोम्याक्स युवा अनि यता प्रोम्याक्स युवा अर्को चाहिँ फेरि त्यो ज्यान मात्रै सानो हो हुन त प्रोम्याक्सै हुन आँटिसक्यो सबैभन्दा धेरै काम म्यान अफ द म्याच एउटा रिचार्ज दिएको मैले भइसकेको छ गर्मी आज हामी अर्कै लोकेसनमा आएको छौँ गाइज गर्मी यिनीहरूले बलको कुरा गर्छ गाइज म केही बुझ्दिनँ नबुझ्नु त होइन त्यही पनि हामीले यस्तो चाहिँ काट्नुपर्ने हुन्छ गाइज यस्तो यो बाबियो कि के भन्छ बाबियो भन्छ के अरे यसलाई अर्को खालको खर काट्यो भने हुँदैन अर्को खालको खर चुटिन्छ यो खर चुटिँदैन गाइज त्यही भएर यो काट्नु हुन्छ हामीले अनि त्यसपछि काट्नेहरू चाहिँ यहाँ जाँदैछ गाइज हामीलाई चाहिँ पुगिसकेको छ यहाँनिर अनि अब हामी जानुपर्ने हुन्छ घर यसले केही काम गर्नु गाइज यो आमा उ त्यो छोरा आमा छोरा आएको छ हामीसँग चाहिँ गाइज साथी अब हामी घर जानुपर्ने हुन्छ सरर लाएर अनि आज मान्छे थपेको भनेको चाहिँ एकजना केसी यता के अरे प्रशान्त मगरज्यू प्रशान्त खपाङ्गी मगर पो त अनि यता पृथ्वी खपाङ्गी मगर थपिएको 3जना थपेछ आज त ओहो हराएको ऊ नेवार अने जेम्स 3जना हरायो 3जना थपियो ठिकै हो गाइज हामी चाहिँ अब घरतिर हिँडिसक्यौँ यहाँनिर आएर पनि अनि यहाँनिर चट्ट लाएर होइन अब भन्ने लड्यो खर काटिङ अनि घर हिँडिङ पिङको लागि हामी दसैँमा त पिङ यति मजाले खेलिन्छ गाइज यति मजाले खेलिन्छ ए भन्नु हुँदैन मेरो त फेरि बोली नै यस्तो छ नि म त फेरि बिरामी भयो भने हैरान हुन्छ जे कुराको लागि म एक्साइटेड हुन्छु त्यो कुरा मेरो लाइफमा कहिले हुँदैन सो म एक्साइटेड छन त छु तर
हामी चाहिँ गएको अब अनि त्यस पछाडि घर गएर फेरि अर्कै काम गर्नुपर्ने छ हेर्दै गरौँ के गरिन्छ हामी भनेर गर्मी भएर मर्नु लाग्यो हो साथीहरू गर्मी टु मच यो चाहिँ हाम्रो जेठाको घर हो गाइस हाम्रो जेठा आज चर्च गएको छ आज शनिबार हो हाम्रो जेठा घर गएको छ अनि जेठा घर यो चाहिँ हामी जेठा घरमा आएर बसिरहेको छौँ कोही छैन जेठा घरमा यहाँ हाम्रो जनताहरू यहाँनिर यसरी खर भाग लाएर आफ्नो आफ्नो भाग बोकिरहेको छुट्टै छ कच्चा कहाँ छौ तिमी गाइस मेरो खुट्टा आयो खुट्टा मर्को मेरो यस्तो कच्चा पुऱ्याएर आएको त यस्तो दौड्ने भएको खुट्टा मर्क्यो क्या दुःख हामी चाहिँ अब घर जाँदैछौँ हामी 1 घन्टामा हामीले काटिसक्यौँ धेरै मान्छे भयो भने छिटो हुन्छ क्या यसो हल्का गफ हान्यो भने पनि केटाहरूले दामी काटिहाल्छ म केटाहरू देखाउँछु ल गाइस हाम्रो केटाहरू सब कोही खर बोकेर हिँड्दैछ 2-3जना चाहिँ खर काटेको रह्यो कि त्यही भएर तिनीहरू चाहिँ नगएको हिँडिरहेछ म चाहिँ कच्चा मोबाइल बोक्ने म चाहिँ गर्मी फेरि यति छ नि फेरि अझै लाइन छैन हाम्रोतिर बिहानदेखिको सेट भइरहेको जिन्दगी जतिसुकै पिङ काटे पनि जे गरे पनि केटाहरूको मन चाहिँ बलमै छ गाइस अनि यिनीहरू चाहिँ अब यत्रो सामान यत्रो बोकिसक्यो यत्रो काटिसक्यो र पनि अब यिनीहरू पोल काट्न जान्छ अरे अनि गेम खेल्छ अरे गेम खुलाउँछ अरे यिनीहरू यहाँनिर सब लरङ लरङ पर्दै हिँड्दैछन् टोलीहरू हेलो सब मस्त हिँड्दैछन् फेरि सक्छ त कसैले फेरि सबलाई बलतिरै ध्यान छ गाइस अभिषेक मगर के छ ठिक छ मजा भइरहेन म्यान अफ द म्याचको अवार्ड तिमीलाई नै आज रिजा छ अब क्यारम बोर्ड खेल्छ अभिजी पोल काट्नु गाइस अनि हाम्रो चाहिँ यहाँनिर आइसकेको छौँ यहाँ हामी ए लु 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 लु
चाहिँ डे 2 को कास काट्नु गएको भिडियोको एन्ड गरेको रहेछु होइन। अनि त्यस पछाडि हाम्रो काँस ल्याएर हामीले सुकाएर अनि त्यस पछाडि खाजासाजा खाएर आफ्नो आफ्नो बाटोतिर लागेछौँ, आफ्नो आफ्नो कामतिर होइन। मैले भिडियो एन्ड गरेको रहन्छु। अनि हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्दैछ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला गाइज। अनि त्यस पछाडि मैले चाहिँ भिडियोहरू किन यसो थोरै थोरै भए पनि किन क्याप्चर गरेको भन्दाखेरि पछि हामीलाई हेर्दाखेरि होइन सबैजना सँगै सधैँ सँगै एउटै ठाउँमा भइन्छ भन्ने हुँदैन। अनि भोलिपछि कोही विदेश जाला अरे, कोही कता जाला अरे, त्यति बेलामा यसो हेर्दाखेरि याद आउँछ नि, त्यसैको लागि बनाएको के भन्दै थिएँ। पछि हामी कतै गयौँ रे, कोही बाहिर जाला रे, कोही होइन अब कतै कतै जाला नि त आफ्नो आफ्नो गन्तव्यतिर। अनि त्यति बेलामा यसो उमेर ढल्किँदै जाला अरे। अनि त्यति बेलामा यसो भिडियो हेर्दाखेरि ओहो यस्तो पो गरेको थियौँ है हामीले भन्ने मेमोरी हुन्छ। त्यसैको लागि म प्रायः भिडियो मलाई मेरो युट्युबमा भिडियो सबैले हेर्नुपर्छ भन्ने जरुरत छैन होइन। त्यही पनि हेरिदिँदाखेरि यसो सब्सक्राइब गरिदिँदाखेरि राम्रो त्यही पनि। अनि पछि यसो हेर्दाखेरि मेमोरीको लागि मोबाइलमै सबै चिज त अँट्दैन नि होइन। अनि त्यस कारणले मेमोरी हुन्छ। त्यसरी भिडियोहरू बनाएर हामीले अपलोड गर्दाखेरि पछि अब मैले पहिलेको भिडियोहरू मैले कलेज पढ्दाखेरिको भिडियोहरू हेऱ्यो भने मलाई मेरो यादहरू ताजा हुन्छ नि त, त्यसैको लागि बनाइराख्ने हो गाइज। बाई बाई।